नमस्ते सबैजनालाई हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। म हजुरकी प्यारे सुस्लारोका फेरि बनाइसकेको छ नयाँ भिडियो लिएर। भिडियो सुरु गरे मुख धुँदै अनि म चाहिँ बिहानै उठेको नास्ता पकाएर पनि खेत आन्टी लगेर गइसक्नु भयो। अनि म चाहिँ अब भैँसी लगेर म खेत जानुपर्ने हुन्छ साथीहरू। अनि म चाहिँ चल्देको खेततिर। आज चाहिँ हाम्रो गाउँका छौँ कि अनि धेरै आन्टीहरू फुपूहरू धेरै सबैजना आउनुभएको छ। अनि त्यसो मैले चाहिँ नास्ता पकाएर दिइसकेँ। अनि त्यसो यता चाहिँ हाम्रो दाइ आउनुभएको रहेछ। अनि त्यसपछि ल ढोका सोका नलाइन कता गएछन्। यो चाहिँ हाम्रो किचन यस्तो छ कि एकदमै राम्रो छ हाम्रो किचन। त्यसपछि म चाहिँ अब खेततिर लाग्ने हुन्छ साथीहरू। अनि हाम्रो दाइले चाहिँ भाउजूसँग गफ गर्दै हुनुहुन्छ। छिटो गुड मर्निङ। हजुर साल्दै मेरो भिडियोमा तपाईँलाई स्वागत छ। वेलकम। के भन्छ यस्तो बोल्नै नजान्नेलाई के भन्नु। म चल्देको ल खेततिर। म पनि भैँसी लगेर हामी दाइ पढाउँछ दाइ पढाउँछ के बाक। म चाहिँ अब भैँसी लगेर म पनि खेत जानुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो गाउँ आज चाहिँ काटिसक्ने हो अरे। अनि कति काटे त्यो पनि म हजुरलाई देखाउँछु। आज त काम बिदा छ भने होइन र, आज काम बिदा छ गरे। अनि त्यसरी मैले पनि दाइलाई पनि लगेर खेत जाने हुन्छ। ए हाम्रो अङ्कल यहाँ पछाडि यसरी अङ्कलहरू आउँदै हुनुहुन्न रहेछ। को आयो? हजुरलाई स्वागत छ अङ्कल मेरो भिडियोमा। के ल्याउनु भयो? ओह यस्तो हेर्न सक्नुहुन्छ। यसरी चाहिँ भैँसी लगेर म चाहिँ खेत जाँदैछु। आज त हाम्रो धान काट्ने गहुँ काट्ने छ। अनि गहुँ काटेर सक्नुपर्ने भनेर सोचेको छौँ कि आज गहुँ काटेर सक्यो भने चाहिँ भोलि सपिङ गर्न हामी बजारतिर जान्छौँ। अनि म ल के गर्छ हौ यो भैँसाले। म चाहिँ घर पानी खाएको थिएन नि त मैले। अनि त्यहाँदेखि यहाँ आएर भैँसीले पनि यसरी पानी खाँदैछ। त्यहाँ पारी छ हाम्रो खेत चाहिँ। अनि यता मामाले चाहिँ गाउँ काट्दै हुनुहुन्छ। अनि यो पनि हाम्रै हो। ल के गरेको यसले चल देख्नु साथीहरू ज्ञानी पनि ओ हाम्रो घरका खेताला राम्रोसँग गाउँ काट गौरे भाउजू खेताला राम्रोसँग गाउँ काट नत्र मलाई म धेरै दिन आज अरू चाहिँ गाउँ काट्दैछन्। म चाहिँ यसरी भैँसी बाँधेर म चाहिँ बाख्रा हेर्न लागिसकेको छु। मेरो चाहिँ काम छैन गाउँ काट्न सक्दिनँ अरे मैले। अनि त्यही भएर बाख्रा हेर्ने भैँसी हेर्ने म चाहिँ मस्तले गोठालो भइसकेँ। कसै हजुरहरूका पनि बाख्रा छन् भने मसँग पठाइदिनु ल, म हेरिदिन्छु। आज हाम्रो यति धेरै काटिसक्नुहुन्छ नास्ता खाने बेलासम्म। अनि सबै उता जानुभएको छ। अनि यता चाहिँ आमा र फुपू मात्रै हुनुहुन्छ। आमा के खाना पकाउने हो? के पकाउने फुपू? के पकाउने तपाईँलाई? के खान मन छ फुपू? भन्नु भाले खान मन छ।
घिउ खाने मन छ रक्सी बेर खाने बस्नु त कुरा गरौँ त्यो भन्नु उता आयो उजो यो चाहिँ हाम्रो ठुली फुपू हाम्रो आमा फुपूको छोरा होला नि रुट छ नि त अर्चा गाउँ काट्छन् हामी चाहिँ दाजुभाइ मिलेर हामी चाहिँ हेर्छौँ कसले कस्तो काट्छ भनेर अरूले काम गर्ने हो बङ्गारा पात सुन्नुपर्छ आज आएर यो दिन देख्नु जाला साला बज्ने गर्नु हामी चाहिँ यसरी हेर्छौँ नास्ता त्यहाँ छ कि रोटी तरकारी छैन के गाउँ धेरै गफ नहाल्नु क्या मसला दाल पकाउनु मिल्छ आज पकाउँदै नौदुर्का कस्तो नौदुर्का त्यो नौदुर्का त लागेको छैन छैन लाग्यो कस्तो ठिक रमाइलो कहाँ पो नौदुर्का लाग्छ त रमाइलो लगाएनन् को त उल्टोबाट जर्मा हुन्छ म हेर्छु यहाँ पात्रो के पकाउनु र त मसला दाल बिना त मिठो लाग्दैन हाम्रो घर छ दाल खासै त्यो त भोगै हुन्छ होला दाल यतादेखि राम्रो हुँदो रहेछ हाम्रो घर छ नि पकाउने मान्छे नभएर आमाले त काममा बिजी हो यता त हामी ठुलो फुपूले यस्तो धान गहुँ काट्नुहुन्छ काट्नु फुपू बुढेसका लागि एउटा यस्तो काट्नुपर्छ बुढेसका लागि चाहिँ यस्तो गसो काट्नुपर्छ कतै हामी त जवानीमा यस्तो बस्ने टक्क लगाएर भिडियो बनाउने हाम्रो दाईहरू पनि दाईहरूको पनि इन्ट्री हुँदैछ उहाँबाट दाई र डल्लो आयो नास्ता खाएको छैन भन्ने मान्छेले ल्याउनु कस्तो राम्रो कपाल मैले त खाइसकेँ दाइले पो खानु छैन त मैले आज बिहान चिनाएर आएको नि तपाईँले त फोन गरेर चाहिँ पुगिजान्छ कि खानु पऱ्यो चिनाएर आएको उता खाए चाहिँ यता पुगिजान्छ गरे मैले त्यस्तो हुन्न मैले त सिधै रोटी खानै पर्छ कति माना भात बसाल्ने हो इन्ट्री हुँदैछ उनीहरूको भाउजूको नाम उमेशटिक बस्छ ल है फुपू हामी घरतिर गयौँ फुपू बाई 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 हामी चाहिँ घर हिँडेको नास्ता खेताबाट घर नास्ता लगेर जाँदैछु अरू चाहिँ गाउँ काट्छन् हामी चाहिँ नास्ता बोकेर खेत भैँसी बोकेर खेत हाम्रो भैँसी चाहिँ चढ्दैछ भैँसी बोकेर खेत अनि फेरि नास्ता पकाएको भाँडाकुँडी बोकेर घर यहाँ चाहिँ मेरो दाई भने पनि मेरो साथी भने पनि दाई नै हुनुहुन्छ दाईको पनि छिटो बिहा भएपछि अनि आनन्द हुन्छ ल म चाहिँ घरमा पुगी पनि सकेँ र पुगेर पनि यो टमाटर अनि लसुनको पत्ताहरू लिएर भान्सातिर जाँदैछु किनभने के अरे दाल बसाल्न पर्यो अनि खाना पनि पकाउनु छ नि त मैले अनि अब मैले चाहिँ खाना पकाउने घरमा अनि घरहरू सफा गर्ने अनि सबैजना आउनुहुन्छ अनि खानालाई मैले चाहिँ सबैजनाको लागि खाना रेडी भनेर राख्नुपर्ने हुन्छ खाना चाहिँ के पकाउने हो भनेर मलाई अलिअलि टेन्सन पनि छ यस्तो छ हाम्रो भान्साघर अब चाहिँ म चाहिँ घरहरू सफा गर्छु अनि घर सफा गरिसकेपछि अनि म चाहिँ खाना पकाउनतिर लाग्छु किनभने पहिला चाहिँ म घरहरू यसरी पानी बोकेर खेत जाँदैछु यसरी म चाहिँ कामले खाली हुन्छ भनेर यसो मुखसु ढाकेर अनि पानी छोड्न जाँदैछु आज मेरो काम भने चाहिँ भैँसी छोड्न जाने त्यसपछि भैँसी छोड्न जाने अनि बाख्रा हेर्ने पानी बोक्ने खेत अनि घरमा आएर खाना पकाउने यो बाहेक अरू के मेरो काम छैन सबैले गाउँ काटेर राख्नुपर्छ तर मलाई चाहिँ लाग्दैन नि खेत किनभने काली हुन्छस् पातलो होइन मर्न आँटिसकिस् त खेत जानु पर्दैन भनेर भनेको छन् घरकाले त्यसैले म चाहिँ यस्तो मुखसु बोकेर चाहिँ पानी छोड्न जाँदैछु साथीहरू चाहिँ यति धेरै गाउँ काटिसकेको छ यो सब हाम्रो ठुलो फुपूले काटिसक्नु भएको बोतुले हान्न सक्नु उठाइदिएपछि काम काट्छ नि
मारो सबै फुल काट्नमा गरे एक कसै गएर बोलाउन चाहन्छ भने बोलाउनलाई एक गिलास दिन बित्तिकै एकवटा स्वाट्टै भन्दै गएको मैले चाहिँ पानी सानी छोडेर पनि घर जान लागिसकेँ यसरी आज चाहिँ अब गहुँ काटिसक्यो नि त अनि गहुँ काटिसक्यो अब सकिन आँटिसकेछ अनि त्यसपछि अब खाना साना पकाउनु पऱ्यो त्यही भएर फेरि म चाहिँ घरतिर लागिसकेँ अब घर गएर पहिले चाहिँ म पसल जानुपर्ने हुन्छ किनभने मासु आज मासु पकाएर खुवाउने रे अनि बाउले पनि त खुसी बनाउनु पऱ्यो नि त होइन साथीहरू अनि मासु भन्न जान्छु अनि मासु भनिसकेपछि चाहिँ दालसाल पकाउने दालसाल पकाएर टक्क लगाएर खाना पकाउने हुन्छ बिहान चाहिँ खाना पुगेको थिएन अलि अहिले चाहिँ अलिक धेरै पकाउने रे यस्तै हो मलाई चाहिँ खाना पकाउने पानी छोड्न जाने भैँसी छोड्न जाने यति मात्रै काम भएको छ अनि म चाहिँ यसरी साइकलमा मासु लिन जाँदैछु पसलमा देख्न सक्नुहुन्छ मेरो स्कुटी ल म लोड्छु होला टुमटुम पारामा मासु लिन जान्छु ल मैले चाहिँ मासु पनि भरेर आइसकेँ अब चाहिँ बोतलमा पानी भरेर फ्रिजमा हाल्छु अनि त्यसपछि दालहरू बसाल्छु अनि त्यसपछि मसला ससलाई पिसेर रेडी बनाउँछु अनि मासु लिन जान्छु टक्क मासु लिएर अनि त्यही पकाइहाल्नु जान्छु अनि खाइहाल्ने मैले चाहिँ सबै रेडी बनाइसकेँ दाल भात पकाइसकेँ अनि मासु लिएर पनि आइसक्यो मासु पकाउने हो मिठो मिठो बनाएर खानुपर्छ यता हेर्न सक्नुहुन्छ भात पनि पकाइसकेँ हजुरलाई स्वागत छ मेरो फेरि अर्को भिडियोमा मैले चाहिँ हिजो भिडियो इन गरेन त्यसैले आज सुरु गरेर फेरि आज चाहिँ इन गर्छु होला सायद आज चाहिँ म रेडी भएर बजार जाँदैछु सपिङ गर्न हिजो भनेको थिएँ हिजो गहुँ काटिसक्यो भने आज भोलि चाहिँ बजार जाने अनि सपिङ गर्ने भनेर त्यसैले आज हामी बजार जाँदैछौँ सपिङ गर्न अनि बाइकमा हामी चाहिँ बजार पनि आइसक्यौँ सुन पसलमा हेर्न सक्नुहुन्छ यसरी सुनहरू कस्तो के चक्कर लाग्यो जस्तो भयो गीता बहिनी ल है गीता बहिनी भाउजू देखिनु भएन अहिले देखाउँछ हामी दाइलाई पठाइदिनु पर्छ ल है यो चाहिँ नेपालगञ्ज के भन्छ यो के हो के चोक दाइ त्रिवेणी चोक त अगाडि हो के अरे यो चाहिँ त्रिवेणी चोक अच्छा नेपालगञ्जको बजार यसरी हेर्न सक्नुहुन्छ तपाईँहरू हामी चाहिँ रुपैयाँको गेटमा पुगिसक्यौँ यो चाहिँ भर्खरकै बेहुली हुनुहुन्छ लाज मान्नुहुन्छ साथीहरू देखिन यहाँ चाहिँ हाम्रो दिदी हाई भन्नु पितिकाको मम्मी हुन्छ इन्डियाको गेट बन्दैछ अनि यो चाहिँ नेपालको गेट अनि यसरी हेर्न सक्नुहुन्छ हजुर रुपैयाँ आएर पनि एउटा साडी भेटाएको छैन